कस्तो कस्तो मान्छे भेटिन्छ यार। टुरिस्ट भेटेको आज एउटा है चाइनिज रहेछ। ठिकै हो बिचरा हुनु त फर्स्ट टाइम ऊ चाइनाबाट नेपाल आएको। उसलाई फेरि लोकेसन थाहा दिन्छ। अनि हिजो राति चाहिँ खै कोसँग अब साथीसँग गयो कि कोही गाइड लिएर गयो है। हिजो राति चाहिँ भक्तपुर गएको रहेछ। अनि त्यसपछि फोटो देखाएर यता जाने हो भनेर यता गोदावरीको बसमा चढ्यो। अनि ठ्याक्कै सुरुमा सुरुमा बसेको थिएँ। अनि आएर बस्यो नेपाली जस्तै मान्छे म त मगर बुझ्नु होला भन्ने सोचेको टुरिस्ट रहेछ। अनि त्यसपछि अनि अलि अप्ठ्यारो मानेर अनि पछि सोध्यो छ्याङचुङ गर्न थाल्यो। अब मैले त छ्याङचुङ बुझ्दिनँ। अनि ट्रान्सलेटर लिएको रहेछ। अनि ट्रान्सलेटरमा गर्दै सोध्यो यो फोटो हो, यो फोटो छ, यो प्लेसमा जान्छु म भन्छ। अनि त्यसपछि मैले फेरि पाटन बजार स्क्वायर जस्तो मानेर बगानखेल जस्तो माने। अनि हो भनेर सोद्धाखेरि अनि अर्को दाइले चाहिँ होइन यो चाहिँ भक्तपुर हो भन्नुभयो। अनि फेरि लगनखेलबाट गाडी चढाइदिउँला भनेर लगनखेलबाट भक्तपुर पाउँदो रहेछ। त्यो दाइले त्यही भन्नुभएको थियो। हिजो जाँदाखेरि धर्ने मान्छे लगनखेलसम्म साध्य बाटोसम्म आउनुभयो। तर कस्तो के आज म त्यति विदाउट पर्पोज हिँडेको। खासमा भक्तपुर जान खोजेको म हिजो त्यहाँ गएको थिएँ। आज म कुनै पर्पोज छैन मेरो जानलाई। जान्न म लास्ट स्टेसन कहाँ हो भन्छ। अनि गोदावरी हो भनिदिएँ ट्रान्सलेट गरेर। अनि त्यसपछि गोदावरी जान्छु भनेर भन्दै थिएँ। अनि पछि आउँछ कि आउँदैन फेरि बस भन्थ्यो। आउँछ अर्को बस आउँछ भनेर पठाइदिएँ। अनि म चाहिँ आफ्नो ठाउँमा झरेँ। अनि त्यो टुरिस्ट चाइनिजहरू त बुझ्दो रहेछ कि इङ्ग्लिस इज द वर्ल्ड वाइड ल्याङ्ग्वेज भन्छ होइन। हामी नेपालीहरूले बरु अलिअलि जानी नजानी बोलिन्छ। उनीहरू झन् टुवा परेर हेर्छ यार के हो चम्म छ यार केही नहुने कि। अनि त्यसपछि अझ त्यसलाई सहज हुन्छ भनेर गाइड गर्छु भनेर अझै डाटा लिगी अझ च्याट जिपिटीबाट ट्रान्सलेट गर्दै लिएर आएर विदाउट पर्पोज घुम्न जान्छु भन्दै गएछ त्यो मान्छे। अनि थ्याङ्क यू भन्दै थियो। बिचरा बुझ्दै नबुझ्ने के कस्तो हुँदो रहेछ अचम्म। म त सुरुमा त फेरि नेपाली नै बसेर भन्छु। अनि त्यो खस्याङ खुजुङ गर्न थाल्छु के भन्छ भन्छु चाइनिज पो रहेछ त।